पद्मश्री साधना सम्मानबाट सम्मानित व्यक्तित्व भजन शिरोमणि भक्तराज आचार्य गायक, सङ्गीतकार तथा गीतकार समेत हुनुहुन्छ। बाल्यकालदेखि नै उहाँको गीत रेडियोमा सुनेर म हुर्केको हुँ। आफ्नो किशोर अवस्था र युवा अवस्था म अहिले सम्झिन्छु। रेडियो नेपालमा धार्मिक कार्यक्रममा बज्ने तन मन वचनले प्रभु नाम गाऊँ, एक दिन मैले प्रभुसँग सोधेँ जस्ता भजनसँगै मेरो बिहानी सुरु हुन्थ्यो। हजार सपनाहरूको माया लागेर आउँछ जस्ता काव्यात्मक गीतसँगै मेरो दिन सुरु हुन्थ्यो। जहाँ छन् बुद्धका आँखा जस्ता दर्द भरिएका गीतसँगै रात सुरु हुन्थ्यो। यस्ता महान र मुटु जलिरहेछ, यो मन गलिरहेछ जस्ता दर्द भरिएका गीतसँगै रात सुरु हुन्थ्यो। जहाँ छन् बुद्धका आँखा जस्ता शान्तिवादी गीतसँगै साँझ सुरु हुन्थ्यो। यस्ता महान गायक तथा सङ्गीतकारलाई सम्मान गर्न पाउँदा प्रतिष्ठान स्वयं सम्मानित भएको मैले महसुस गरेको छु। शब्दलाई तौली तौली रस्तो दीर्घको समेत असाध्य ख्याल गरेर गाउने सुगम सङ्गीतका एक नायक जो 2046 सालमा दुर्घटनामा पर्नु भएर जिब्रो गुमाउनु पर्यो। एउटा गायकलाई यो जस्तो पीडा के हुन सक्ला। 30 को दशकदेखि सुगम गीत सङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान दिनुहुने भजन शिरोमणि श्री भक्तराज आचार्यलाई अर्पण गर्ने नियत गरिएको छ। विक्रम सम्वत 2000 सालको एक साँझ काठमाडौँको बौद्धमा साङ्घातिक हमला भएपछि उहाँको गायन यात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीत सङ्गीतका लागि ठुलो क्षति थियो।